नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरू लामा। न्यूज सुरु गरौँ आज विश्व मौसम दिवस मनाउँदै गरेको सम्बन्धी प्रसङ्गबाट। समुद्र, जलवायु र मौसम भन्ने नाराका साथ आज विश्व मौसम दिवस मनाइँदैछ। मौसम दिवस सन् 1961 मार्च 23 तारिकदेखि मनाउन थालिएको हो। दिवसको अवसरमा जलवायु परिवर्तनका कारण मौसममा पर्ने असरबारे जानकारी गराउन कार्यक्रम हुँदैछ। जल तथा मौसम विज्ञान विभागले समुद्र, जलवायु र मौसमको अन्तर सम्बन्धबारे कार्यक्रममा जानकारी प्रस्तुत गर्ने जनाइएको छ। जलवायु परिवर्तन र प्रदूषणको कारण ओजोन तहको विनाश, हिमालमा हिउँको कमी, समुद्री सतहको वृद्धि जस्ता प्रत्यक्ष असर पर्न थालेको वरिष्ठ मौसमविद डाक्टर इन्दिरा कणेलले बताउनु भएको छ। पछिल्लो मौसम चक्रले नेपाल सहित विश्वकै मौसम र जलवायुमा परिवर्तन आइरहेको उहाँले बताउनु भएको छ। उहाँको अनुसार विगत 5 वर्षको तथ्याङ्क विश्लेषण गर्दा नेपालको जलवायु र मौसममा पानी पर्ने, चिसो बढ्ने र गर्मी हुने क्रम धेरै परिवर्तन आएको छ। यसैबीच मौसमविदले अहिले प्री मनसुनको समय भएकोले यो सिजनमा हुन सक्ने प्राकृतिक विपदबाट जोगिन व्यक्ति आफैलाई सचेत हुन सुझाव दिनुभएको छ। प्री मनसुनमा मेघ गर्जन सहित चट्याङ र हावाहुरी सहितको वर्षा हुने गर्दछ। चट्याङ लागेर ज्यान जाने खतरा धेरै भएकाले चट्याङ पर्ने दिउँसो पछिको समयमा सकेसम्म खेतबारीमा काम नगर्न उनीहरूको सुझाव छ। आज पनि पहाडी जिल्लाको केही क्षेत्रहरूमा दिउँसोपछि चट्याङ पर्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले बताउनु भएको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2076-77 को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष 2076-77 को प्रतिवेदन प्रस्तुत गर्ने लगायतको कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। त्यसैगरी आजको बैठकमा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन 2077 पेश गर्ने सम्भावित कार्यक्रम समेत रहेको जनाइएको छ। संसद पुनर्स्थापना पछिको 5औं प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नेपाल र बंगलादेश बीच 4 समझदारी पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदको उपस्थितिमा बंगलादेशको राष्ट्रपति कार्यालय बंगबन्धु भवनमा सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो। दुई देशबीच पर्यटन सहयोग, सरसफाई, सांस्कृतिक आदान-प्रदान र रोहनपुर सिंहवाद रेलमार्ग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादव प्रसाद कोइराला र बंगलादेश नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसैनले हस्ताक्षर गरेका छन्। त्यसैगरी समझदारी पत्रमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बंगलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गर्नुभएको छ। रौतहट जिल्लाका क्रियाशील पत्रकारहरूको समूहले सदस्यता नदिएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा सोमबार तालाबन्दी गरेको छ। आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सहभागी हुनबाट नियतवश वञ्चित गरेको भन्दै क्रियाशील पत्रकारहरूले महासंघको कार्यालयमा तालाबन्दी गरेको हो। नेपाल पत्रकार महासंघले सदस्यता प्रदान गर्न आफ्नो नजिकका व्यक्ति गैर पत्रकारलाई सिफारिस गरी पत्रकारिता क्षेत्रमा आबद्ध रहेका पत्रकारहरूलाई वञ्चित गरेकोले सदस्यता दिनुपर्ने माग उनीहरूको रहेको छ। बैनर सहित नाराबाजी गर्दै महासंघको कार्यालयमा पुगेका सक्रिय पत्रकारहरूको टोलीले माग सम्बोधन नगरेसम्म महासंघको विरुद्धमा सङ्घर्ष गरिरहने चेतावनी समेत दिएका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष रविन्द्र प्रसाद शाहले गरेको 40 जनाको नयाँ सदस्यताको सिफारिसलाई महासंघको केन्द्रीय कार्य समितिले स्वीकृति नगरेको कारण ती पत्रकारहरू सदस्यता पाउनबाट वञ्चित भएको हो। तालाबन्दीमा सहभागी भएका युवराज मिडियाका प्रवीण कुमार पाण्डेले नेपाल पत्रकार महासंघका पदाधिकारीहरूको कारण
सक्रिय पत्रकारहरू महासङ्घको सदस्य बन्नुबाट वञ्चित भएको आरोप लगाएका छन्। उहाँले महासङ्घको कार्यप्रति आपत्ति समेत जनाउँदै पत्रकारिता क्षेत्रमा लागेकाहरूलाई सदस्यता प्रदान गर्न जोरदार माग गरेका छन्। रौतहटमा सक्रिय रूपमा पत्रकारिता गरिरहेका अभिमन्यु पटेल, चञ्चल कुमार झा, अरविन्द कुमार यादव, अर्पणा झा, अजित कुमार कर्ण, राजेश्वर पाण्डे, दिलीप पाण्डे, मनोज चौधरी, प्रिमेश शिवाकोटी, प्रवीण तिवण्डेवाल, सत्येन्द्र प्रताप सिंह, प्रदीप यादव, अल्पना यादव, राम विश्वास मुखिया, ओम प्रकाश यादव, मेवालाल यादव, हनुमत यादव लगायतका दर्जनौं सक्रिय युवा पत्रकारहरूले महासङ्घको सदस्यता पाउने आशा राखेका थिए। तर महासङ्घका पदाधिकारीहरूको आपसी स्वार्थ तथा विवादको कारणले गर्दा हुने निर्वाचनमा सहभागिता हुनबाट वञ्चित भएको छ। रौतहट जिल्लाको माधव नारायण नगरपालिका माधवपुरमा सोमबार जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजनामा नागरिक प्रति उत्तरदायित्व प्रवर्धनको लागि नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ। सरकारी कार्यालयहरूबाट दिइने सेवाको लागि नागरिकबाट गुनासो तथा सुझाव सङ्कलन गर्ने उद्देश्यले रौतहटमा यस्तो कार्यक्रमको सुरुवात गरिएको हो। माधव नारायण नगरपालिकाको व्यवस्थापन तथा सहजीकरणमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भएका नागरिकहरूले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाप्रति असन्तुष्टि जनाएका छन्। नागरिकता प्रमाणपत्र, राहदानी, नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन जाँदा कर्मचारीहरूले गैरकानुनी रूपमा आर्थिक लाभ लिने उद्देश्यले हैरानी गर्ने गरेको गुनासो पोखेका छन्। नागरिकताको लागि चाहिने आवश्यक कागजात हुँदाहुँदै पनि यो मिलेन त्यो मिलेन भनी सेवाग्राहीहरूलाई परेशानी गर्ने गरेको गुनासो नागरिकहरूले सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई तथा प्रशासकीय अधिकृत मुकेश चौरसिया समक्ष राखेका थिए। माधव नारायण नगरपालिकाका 6 नम्बर ओडाका वडा अध्यक्ष राजीव यादवले ओडा कार्यालयले सबै कागजात हेरेर सिफारिस गरेको अवस्थामा पनि जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूले सरजमिन काट्ने गरेको टिप्पणी गरे। उहाँले भन्नुभयो, छिटो छरितो सेवा प्रवाह गर्नुको साटो हैरानी परेशानी गर्ने कार्य जिल्ला प्रशासन कार्यालयको कर्मचारीहरूले गरेको छ। त्यसो कार्यमा सुधार ल्याउनु पर्ने सुझाव समेत उहाँले दिनुभएको छ। माधव नारायण नगरपालिकाले गरेको सार्वजनिक सुनवाई कार्यक्रममा कागजात नमिलेको भन्ने कर्मचारीहरूलाई 500 रुपैयाँ अवैध रूपमा दिने व्यक्तिकै नागरिकता बनाउने गरेको उल्लेख गरे। पछिल्लो समय जिल्ला प्रशासन कार्यालयको कर्मचारीहरूको कार्यशैली देखेर पीडित भएका नागरिकहरूले जनताको पीडा सुन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रति धन्यवाद ज्ञापन समेत गरेका छन्। स्थानीय वडा नम्बर 1 का दिपहिका राम विवेक यादवले मुलुक नयाँ संरचनामा प्रवेश गरे पनि रौतहटको शिक्षाको अवस्थाको सुधार हुन नसकेको गुनासो गर्नुभयो। अदालतले जन्मकैद सुनाएका जसपाका सांसद रेशम चौधरीको रिहाईको लागि शक्ति सञ्चेती गर्ने उद्देश्यका साथ सप्तरीको गाउँ गाउँमा जागरण सभाको तयारीले तीव्रता पाएको छ। जसपा निकट जनवर्गीय संगठन जनता समाजवादी थारू संघले जागरण सभा सफलताको साथ तल्लो तहसम्म अभियानलाई तीव्रता दिएका हुन्। संघले स्थानीय तहमा गठित तयारी समितिलाई परिचालन गरी ओडा समिति गठन गरी प्रचार प्रसारलाई निरन्तरता दिएको छ। सोही क्रममा संघद्वारा सोमबार अग्निसायर कृष्ण सवरण गाउँपालिकामा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको छ। जनता समाजवादी पार्टी नेपाल अग्निसायर कृष्ण सवरण गाउँपालिकाका संयोजक सत्यनारायण चौधरीको अध्यक्षतामा आयोजित अन्तर्क्रियाको कार्यक्रममा सांसद रेशम चौधरीको रिहाईका साथै अधिकार सुनिश्चितताको लागि भावनात्मक एकता आवश्यक हुनेमा जोड दिएका छन्। रेशम चौधरी माथिको अन्याय विरुद्ध गोलबद्ध हुने प्रतिबद्धता जनाउँदै वक्ताहरूले रेशम चौधरी लगायतका टिकापुर विद्रोहहरूका थारू नेताहरूमाथि लगाइएका झुठा मुद्दा खारेज नभएसम्म जागरण अभियानलाई जारी राख्नुपर्ने आवश्यकता औंध्याए। अन्तर्क्रिया कार्यक्रममा जनता समाजवादी पार्टी थारू संघका केन्द्रीय इन्चार्ज विनोद चौधरी,
जागरण सभा संयोजक समितिका संयोजक कल्पना चौधरी, जसपा केन्द्रीय सदस्य महेन्द्र प्रसाद चौधरी, जसपा थारू संघका केन्द्रीय सचिव रामप्रसाद चौधरी, जसपा नेता दिलकुमारी चौधरी, जिल्ला सदस्य विनोद चौधरी, आदिवासी जनजाति युवा महासंघका पूर्व केन्द्रीय महासचिव सुदर्शन चौधरी, जसपा अग्निसार कृष्ण सवरण गाउँपालिकाका अध्यक्ष रामदेव यादव लगायतका स्थानीय जसपा नेता कार्यकर्ताहरूले विचार व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन जसपा थारू संघका केन्द्रीय सदस्य मिलन चौधरीले गर्नुभएको थियो। जसपा निकट जनता समाजवादी थारू संघ केन्द्रीय समितिको आयोजना, जसपा निकट सप्तरीका जनवर्गीय संगठनहरू सह संयोजक तथा जसपा नेपाल सप्तरीको समन्वयमा चैत 20 गते शम्भुनाथ नगरपालिका 7 स्थित मावि भगतपुरमा विशाल जागरण सभा आयोजना गर्ने तयारी गरेको छ। राष्ट्रिय जनजागरण सभालाई जसपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको तयारी समितिका संयोजक कल्पना चौधरीले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकाको कोलोराडो राज्यमा बन्दुकधारीको आक्रमणबाट प्रहरी अधिकारी सहित 10 जनाको ज्यान गएको छ। अमेरिकी प्रहरीको अनुसार ग्रोसरी स्टोरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा 10 जनाको मृत्यु भएको हो। घटना स्थानीय समय अनुसार सोमबार दिउँसो 2:30 बजे घटेको जनाइएको छ। प्रत्यक्षदर्शीले सो घटनाको युट्युबमा प्रत्यक्ष प्रसारण गरेको बताइएको छ। त्यसको करिब आधा घण्टापछि प्रहरीले किङ सुपर्स गल्लीमा गोली चलेको बताएको थियो। साथै कुनै पनि सामाजिक सञ्जालमा घटनाको प्रसारण नगर्न बताइएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 1 जनालाई पक्राउ गरेको छ। आक्रमणको कारण भने खुल्न सकेको छैन। अब खेल प्रसङ्ग। त्रिदेशीय फुटबल प्रतियोगिता हेर्न पुग्ने दर्शकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने भएको छ। कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको हुँदा मापदण्डलाई अनिवार्य गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ। तापक्रम नाप्ने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र मास्क अनिवार्य लगाउनु पर्ने एन्फाले जनाएको छ। त्रिदिवसीय फुटबल प्रतियोगिता आजदेखि हुँदैछ। बेलुका 5:30 बजे दशरथ रङ्गशालामा हुने प्रतियोगिताको पहिलो खेलमा बङ्गलादेश र किर्गिस्तानले खेल्दैछ। नेपालले आफ्नो पहिलो खेल 12 गते किर्गिस्तानसँग खेल्ने भएको छ। यस्तै दोस्रो खेल 14 गते बङ्गलादेशसँग खेल्नेछ। फाइनल खेल 16 गते हुने भएको छ। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्ते।